मेष राशि हुने व्यक्तिहरूका लागि यो 2082 साल फागुन महिना कस्तो छ त कुन कुरामा चाहिँ सावधानी अपनाउनुपर्छ, कुन पक्षमा चाहिँ यहाँको एकदमै राम्रो छ, सम्पूर्ण जानकारी दिन गइरहेको छु। कृपया भिडियो अन्त्यसम्म हेरिसकेपछि यहाँले भिडियो कुन ठाउँबाट हेर्दै हुनुहुन्छ र कमेन्टमा राधे राधे लेख्न नबिर्सिनुहोला। मेष राशि हुने व्यक्तिहरूका लागि यो फागुन महिनाभरिमा ऊर्जा, आत्मबल र अगाडि बढ्ने चाहना अत्यन्तै बलियो रहने महिना रहेको छ। तर यही जोस यदि नियन्त्रणमा राख्न सकिएन भने विवाद, हतार र पछुतोको कारण पनि बन्न सक्छ। कामकाजतर्फ हेर्दा नयाँ जिम्मेवारी, नयाँ योजना र आफ्नो क्षमता देखाउने अवसर आउनेछ। विशेष गरी महिनाको मध्य पछाडि चाहिँ काममा गति बढ्नेछ, काम राम्रो हुने योग रहेको छ। तर वरिष्ठ सहकर्मी वा साझेदारसँग चाहिँ पार्टनरसिपको व्यक्तिहरूसँग चाहिँ अहङ्कार वा जिद्दीका कारण चाहिँ मनमुटावहरू हुन सक्ने सम्भावना देखिन्छ। त्यसकारणले बोली र व्यवहारमा संयम अत्यन्त आवश्यक रहेको छ। व्यापार गर्नेहरूले पुराना ग्राहक, रोकिएको पैसा वा विगतको लगानीबाट फाइदा पाउने सङ्केत देखिएको छ। तर नयाँ साझेदारी वा ठुलो जोखिमयुक्त लगानी फाल्गुनमा नगर्नु नै राम्रो रहनेछ। आर्थिक रूपमा आम्दानी आउने भए पनि खर्च पनि उत्तिकै बढ्ने योग रहेको छ। वाहन, मोबाइल, कपडा वा अनावश्यक देखावटी खर्चमा नियन्त्रण गर्न सके भविष्यका लागि बचत बलियो बन्न सक्छ यो फागुन महिनाको लागि। किनकि यो फागुन महिनामा चाहिँ यहाँको लागि चाहिँ मोबाइल, कपडाहरू, त्यसै गरेर चाहिँ वाहनहरूमा अत्याधिक खर्च हुन सक्छ। त्यसकारणले सावधानी अपनाउनु होला। पारिवारिक जीवनमा तपाईँको स्वभाव हुकुम देखिन सक्छ, जसले घरमा सानो कुरा पनि ठुलो विवादमा बदलिन सक्छ। सावधानी अपनाउनु होला। त्यसैले बोल्नु अघि सोच्ने बानी अपनाउनु नै शान्तिको मूल मन्त्र हुनेछ। अविवाहित व्यक्तिहरूका लागि पुरानो चिन्जान प्रेममा बदलिन सक्छ, तर हतारमा गरिएको निर्णयपछि मन दुख्ने कारण बन्न सक्छ। सावधानी अपनाउनु होला। धेरै सोच र अधैर्यताको कारण बन्न सक्छ, अशान्त हुन सक्छ। राति निद्रा कम लाग्ने वा बारम्बार मन चञ्चल हुने सम्भावना पनि छ। त्यसैले ध्यान, प्राणायाम र शान्त वातावरणमा समय बिताउन फाइदाजनक रहनेछ। स्वास्थ्यतर्फ कुरा गर्ने हो भने टाउको दुख्ने, आँखामा जलन, आँखा सम्बन्धी समस्याहरू, रक्तचाप, त्यसै गरेर शरीरमा चिसोले गर्दाखेरि रुगाखोकी बढ्न सक्छ। खानपिनमा पनि विचार गर्नुहोला। त्यसै गरेर मदिरा, अत्याधिक चिया, कफीबाट टाढा रहनुहोला। यहाँको पेट सम्बन्धी समस्याहरू चाहिँ बल्झिन सक्छ, पेट सम्बन्धी समस्याहरू आउन सक्छ। यहाँले ग्रहलाई अझै बलियो बनाउनको लागि मङ्गलबारको दिन चाहिँ हनुमान चालिसा पढ्ने, गणेश चालिसा पढ्ने, हनुमानको दर्शन गर्ने, गणेश भगवानको दर्शन गर्ने। त्यसै गरेर ओम क्राम क्रिम क्रौस सह भौमाय नमः भन्ने मन्त्र जप गर्नु, रातो वस्तु दान गर्नु र क्रोध नियन्त्रण गर्ने अभ्यास गर्नु। यहाँले कुनै पनि कार्य सुरु गर्नुभन्दा अगाडि रातो वस्त्र धारण गरेर श्री भगवान गणेशको पूजा गरेर गणेशलाई चाहिँ दुबो रातो फुल चढाएर यहाँले अगाडि बढ्नुभयो भने यहाँको कार्य सफल हुनेछ।